हेलो हेलो नमस्कार सबैजनामा फेरि पनि एउटा सानो मिनी ब्लग लिएर हजुरहरूको माझ उपस्थित भइसकेको छु। आई होप सबैजना आराम कुशलै हुनुहुन्छ होला, सधैँ आरामै रहनुहोला हैन। आज चाहिँ म चाहिँ 17 घण्टाको नाइट सिफ्ट सकेर चाहिँ घर फर्किरहेको छु। अब ढिला नगरिकन मेन टपिकमा जाउँ। आज चाहिँ यसो खाइगएको बारेमा चाहिँ हानासी गरौँ न हैन। म चाहिँ जापान आएको चाहिँ त्यस्तै 1.5 वर्ष जति हुन लाग्यो, 15-16 महिना हुन लाग्यो हैन। म चाहिँ खाइगोमा आएको थिएँ। नेपाल हुँदाखेरि मैले त्यस्तै 5-6 महिना जति पढेर चाहिँ इक्जाम पास गरेर खाइगोमा जापान आएको थिएँ। हाल चाहिँ म नागोयामा छु। अनि खाइगोको काममा चाहिँ अब त्यति धेरै गाह्रो पनि हुँदैन र त्यति धेरै सोचे जस्तो सजिलो पनि हुँदैन, किनकि मेन्टली र फिजिकली चाहिँ एकदम धेरै प्रेसर पर्छ है यो काममा चाहिँ। किनकि अब हामीले काम गर्ने ठाउँ भनेको जस्तो केयर गर्ने भनेको चाहिँ त्यस्तै केयर चाहिने मान्छेलाई गर्ने भएको भएर उनीहरूको किमोजीदेखि लिएर हरेक कुराहरू बुझ्न सक्ने हुनुपर्छ हैन। त्यो भएन भने चाहिँ एकदम आफूलाई पनि गाह्रो हुन्छ र उता काम गर्ने ठाउँमा पनि आफूलाई अलिकति गाह्रो हुन्छ। अनि सुरुमा भनेको चाहिँ हामीलाई ल्याङ्ग्वेज खासै राम्रोसँग आउँदैन, राम्रोसँग पढिएन भने त झन् एकदम धेरै गाह्रो हुन्छ हैन। अर्काको देशमा भाषा नै नभयो भने त के गर्नु हैन। अब कल्चर पनि थाहा हुँदैन उतातिरको। अब भने नि अब भर्खरै आएको मान्छेलाई केही कुरा पनि थाहा हुँदैन नि त नयाँ ठाउँमा। अनि त्यही भएर सबैजना नेपालमा आउनुभएको मान्छेहरू चाहिँ एकदम धेरै गामबात्ते गरेर पढेर भाषा राम्रो बनाएर आउनु होला। अपर्च्युनिटीहरू एकदम राम्रो हुन्छ खाइगोमा पनि। अनि राम्रो कम्पनीहरू चाहिँ चुज गरेर आउनु होला। आउँदाखेरि चाहिँ बोनस भएको है। अनि सबैजना गामबात्ते गर्नुहोस्, आउनुहोस् है त। म चाहिँ यतिकै हैन, यतिकै हो। म त मान्छे एकदम सिम्पल लाइफ मनपर्छ। खाएँ अनि सुतेँ।